सो हेलो एभ्रिवान वेलकम टु माई फर्स्ट मिनी ब्लग। सो गाइज आजको ब्लगमा चाहिँ के हुन्छ भने हामी चाहिँ आज हाम्रो ड्युटी छुट्टी थियो, त्यही भएर चाहिँ हामी आज चाहिँ सबै साथीभाइहरू मिलेर चाहिँ मोमो बनाएर खाने प्लान बनाएको छौँ हामीले चाहिँ। र गाइज हामी चाहिँ सुरुमा चाहिँ मोमो बनाउनुको लागि के सामान चाहिन्छ त्यो चाहिँ हामी किन्नुको लागि चाहिँ जाँदैछौँ मार्केट। सो अनि चाहिँ हामीले चाहिँ मार्केट गएर चाहिँ हामीलाई के सामान चाहिन्छ त्यो चाहिँ हामीले यता किनिसक्यौँ। र हामी चाहिँ एकछिन बाहिर निस्केर बस्दाखेरि चाहिँ हाम्रो यता इन्डियन साथीहरूसँग हल्का फुल्का गफ गरियो र गफ गर्दा गर्दै चाहिँ हाम्रो साथीहरू पनि सबैजना जम्मा भइसक्यो र अब चाहिँ हामी फेरि रुमतिर लाग्नुपर्ने हुन्छ। रुमतिर गएर मोमो बनाउनु पर्ने हुन्छ धमाधम। सो लेट्स गो गाइज, अब चाहिँ हामी रुममा गएर चाहिँ मोमो बनाउने छौँ धमाधम ट्याक्क लगाएर होइन। अनि रुममा जाँदा हाम्रो एकजना इन्डियन साथीले चाहिँ यसरी आइसक्रिम खाँदै रहेछ अनि ट्याक्क हल्का भिडियोमा निकालिदिएको। अनि त्यसपछि चाहिँ हामी मोमो बनाउनु तर्करमा लाग्यौँ एकदम तरिकामा चाहिँ होइन। सबैजनाले बट्टाबट हात चलाउनु थाल्यौँ। अब 1 घन्टा 1.5 घन्टामा चाहिँ हामीले मोमो पनि रेडी पारिसक्यौँ। अनि बनाएर चाहिँ अनि मोमो बनाइसकेपछि चाहिँ हामीले पकायौँ अनि पकाएर चाहिँ अब खाने पालो भयो। सो गाइस आजको ब्लग यति नै। तपाईँहरूलाई मेरो फर्स्ट मिनी ब्लग के कस्तो लाग्यो हेरेर आफ्नो प्रतिक्रिया दिनु होला। हस्त धन्यवाद।